सो गाइस फाइनली आज म डमलाल रङ्गशाला आइपुगेको छु र यहाँनिर आज खास गरेर म चासोक तङनाम उँधौली पर्व हेर्नको लागि आएको छु र आज खास गरेर किराँतको महान चाड उँधौली पर्व चासोक तङनाम डमलाल रङ्गशालामा भइरहेको छ र आज यो जुन उँधौली पर्व जुन यो आयोजना गरेको छ यो चाहिँ तपाईहरुको नगरले गरेको हो र यहाँनिर खास गरेर जति पनि यहाँ नगरवासीहरूले आज यहाँनिर आएर चासोक तङनाम मनाउने छन्। सो त्यही भएर यहाँनिर आएर म तपाईहरुलाई के छ त यहाँनिर के हुन्छ भन्ने कुरोहरू म देखाउनु जाँदैछु। यहाँनिर अब कस्तो हुँदो रहेछ आज लिम्बूको महान चाड उँधौली पर्व चासोक तङनाम 2042 सालमा हैन कुन तरिकाले मनाउँदो रहेछ भन्ने कुरो म तपाईहरुलाई देखाउनु जाँदैछु र यो चाहिँ यहाँनिर अब म तपाईहरुलाई के देखाउनु जाँदैछु भने यो चाहिँ तपाईहरुको लिम्बूहरुको घर जुन पहिला हाम्रो पिता पुर्खाहरु चाहिँ यस्तो घरमा बस्ने गर्थ्यो भनेर यो चाहिँ एउटा मौलिक झल्काउनको लागि यो एउटा सानो घर बनाइएको थियो। जुन यो चाहिँ लिम्बूहरुको घर चाहिँ यस्तो हुन्छ है भनेर यहाँनिर देखाउनु खोजिँदैछ र यो अहिले अब हेर्नुहोस् अहिले दिउँसोको 12:30 भइसकेको छ र अहिले तपाईहरुको अब मान्छे आउने क्रम चाहिँ जारी छ। यहाँनिर स्टेजहरु पनि बनाइएको छ र आज भरै बेलुका चाहिँ तपाईहरुको राष्ट्रिय कलाकारले यहाँनिर प्रोग्राम गर्नेछ भने अहिले भनेको अब पूजाआजा गरिसकेपछि यहाँनिर अहिले अब मान्छेहरु आउने क्रम चाहिँ जारी छ। यहाँनिर हेर्नुहोस् हाम्रो राष्ट्रिय झण्डा पनि लाइएको छ भने यहाँनिर अर्को भनेको लिम्बूहरुको त्यसलाई चाहिँ तपाईको नाहेङ भन्छ हैन। सो त्यस्तो छ अनि यहाँनिर तपाईहरुले देख्नुभएको छ अलिकति म्युजिक भिडियो सुटिङ गरेको पनि देख्नुभयो र यसरी हेर्नुहोस् बस्ने चेयरहरुको साउन्ड सिस्टमहरुको सबै सुविधा सम्पन्न सहित यहाँनिर आज चासोक तङनाम मनाउनु खोजिँदैछ। अब भरे बेलुका चाहिँ सायद अब निकै रमाइलो नै हुन्छ होला। अहिले अब यसरी मान्छे आउने क्रम चाहिँ जारी छ। सो म तपाईहरुलाई फेरि पनि एकचोटी अघि मिसिङ भएको कुराहरु म तपाईहरुलाई देखाउनु जाँदैछु। यो हेर्नुहोस् सानो डोको यो चाहिँ तपाईहरुको हाम्रो रीतिरिवाज अनुसार यहाँनिर हेर्नुहोस् मकै यो पेरुङ्गो हैन यो चाहिँ हामीलाई चेप पनि भनिन्छ र अलिक ठुलो यहाँनिर यो चाहिँ हामीलाई किनभने बिहे गर्दाखेरि चाहिन्छ। यहाँनिर हेर्नुहोस् ढेकी यसलाई चाहिँ भन्छ च्याब्रुङ र जुन यो घरमा यसरी सेतोमा यसो फुलबुटे या झ्यालहरु देख्नु भएको छ प्राय जस्तो पहिला अब जो पुरानो दशैंतिर यसरी नै लिम्बूको घरमा सेतो माटोले कमेरोले लिपेर यस्तो तरिकाले फूल बनाइएर जुन कालो झ्यालमा झ्यालको आकृति चाहिँ यस्तो तरिकाले राखिन्थ्यो भनेर त्यो चाहिँ देखाउनु खोजिँदैछ। र यो आज जुन मुख्य पूजाको जुन थान भनेको चाहिँ यो हो। यसमा चाहिँ आज जति पनि न्वागी पूजाहरू गरिन्छ भने अलिक उता देख्नु भएको चाहिँ यो चाहिँ सत्याङमा तरिकाले पनि गर्दै हुनुहुन्छ र यहाँनिर आज मैले नोटिस गरेँ दुई तरिकाले यहाँनिर पूजाआजा गरिँदै रहेछ। सो यति गर्दै मैले आजको तपाईहरुलाई यहीँसम्म देखाउँदै छु।